सम्पूर्णमा नमस्कार। सन्चै आरामै हुनुहुन्छ होला सबैजना। म पनि यहाँ सन्चै छु। आज दिउँसो हामी घुम्न निस्केका थियौँ र साथीहरू तपाईँहरूमा फेरि पनि मैले एउटा अर्को नयाँ भिडियो लिएर आइसकेको छु। त्यो भिडियो चाहिँ अलिकति मैले क्लिप्सहरू चाहिँ काटेर जोडेर चाहिँ बनाएको थिएँ। त्योभन्दा अगाडिको पार्ट्सहरू मैले अलरेडी खिचिसकेको भएर त्यो पार्ट्सहरू चाहिँ मैले त्योभन्दा अघिल्लो भिडियोमा राखिसकेको थिएँ। र आज हामी अलिकति घुम्न निस्किएको कारणले गर्दाखेरि बिचमा केही दृश्यहरूलाई मैले यसो मेरो मोबाइलको मद्दतले कैद गर्न सफल भएको थिएँ र यी भिडियोहरू पोस्ट गर्दै गर्दा मैले कुनै पनि गलत प्रयोजनको लागि चाहिँ बनाएको होइन। जस्ट तपाईहरूलाई यहाँ कस्तो चलिरहेको छ, यहाँको माहौल कस्तो छ, अनि यहाँको वातावरण कस्तो छ र हामीले कसरी के गर्छौँ भन्ने कुराहरू चाहिँ यो भिडियो मार्फत मैले हल्का हजुरहरूलाई मेरो पर्सनल घुमघामको चाहिँ भिडियो पस्किन प्रयासमा छु। र साथीहरू तपाईहरूलाई मेरो भिडियो कस्तो लाग्छ अन्तिमसम्म हेरेर साथ सपोर्ट गरेर च्यानललाई सब्सक्राइब गरेर सपोर्ट गरिदिनु हुनेछ भन्ने पूर्ण आशाको साथमा हजुरहरू सामु यो भिडियो राख्न चाहे। प्रपर्टी त हो नि सबै برج خليفة دبي مول. الأبواب سوف تفتح من جهة اليمين. The next station is Burj Khalifa Dubai Mall. Doors will open on right hand side. बुर्ज खलिफा कहाँ गयो खोइ त्यहाँ छ यो भित्र छिरेर त्यहाँबाट सेप पनि बाहिरबाट हेर्दा सेप छ एउटा अब्जेक्सन छ सबै कुरा तमाम हुन्छ। तर हामीले त नर्मल मान्छेलाई त हजुर लामो हो क्या भिडियो यत्रो लामो नबनाउनु काट्नु। यो देखाउनु पर्यो। जस्तो कसै यो देख्नु यो हेर्नु यता पछाडि पहिला अनि कुराहरू
पाइयो नि भन्छ सुन्दरता हिँडेर चाहिँ मान्छे अब यहाँ टुरिस्ट बढौँ भन्ने मेरो चाहना हो। बिल्डिङ आयो त्यही भनेर हालिदिएको मलाई त ब्याट्री भाइले देखाएन भने लौटा हेर्नु यो सिसा के हो र बिचमा सिसा छ र एउटा फ्रेममा राख्नु यसमा हामी उभिनु भने बिचमा हाम्रो फेरि बनाएर आउनुपर्छ Everything in our own conditions. Interchange station between Dubai Metro Red and Green Line. नर्मल कन्डिसन हुन्छ हजुर हामी उल्टो बाटो लाम कि जस्तो लाग्यो तपाईँले लिएको हो नि अब यता त्यो अलगुबैमा त कटिसकेछ त 24 नम्बरमा देखाएको छ हामी त 29 मा छौँ 24 नम्बरमा अलगुबैमा छ हामी 29 मा छौँ The next station is Al Jada. Doors will open on right hand side. हामी त लास्ट क्रिक त्यही त हो नि क्रिक साइड हेर्नुहोस् खोइ त्यहाँ बाहिर भवनहरू भन्दैछन् नि त्यही नै त हुन् के अरे 83, 79 हामीले त्यहाँ ड्युटी गरेको हेर्नुहोस् यही ट्रेन वापस फर्किन्छ होला नि बुर्ज खलेमा त उहाँ परदेखि फर्किन्छ Your attention please. This train terminates at the next भनेर station. टिकट नहुने कि टिकट नहुने बित्तिकै त काट्छ पैसा अब उतै गरौँ जहाँ भन्यो त्यही Doors will open on left hand मैले side. पन्ध्र हाल्दै यति घुम लास्टमा कति हाल्नु चाहिँ हेरेर यस्ता केटाहरू कुरो बुझ्नु The final destination of this train is
Road Mecca. Doors will open on right-hand side. Final destination of this train is Penang. The next station is This is interchange station between Dubai Metro Express and Greenway. खै कहाँ भिडियो बनाउने अलिकति व्याख्या गरिदिनु त सुरज सर ठाउँको अलिकति व्याख्या गरिदिनु के हो यो पुरानो बर्तुकै हो सर हजुर बर्तुकैबाट स्टार्ट हुन्छ हजुर यता हेरेर भन्दैन नि कहाँ हेरेर भन्नु यता समुद्रमा हामी अब जाँदैछौँ नाउ चढ्नको लागि डुङ्गा चढ्न एक बिराममा पारी डेरा छ अच्छा यो परिवारको भिडियो खिच्नु फोटो खिच्नुलाई खिच्नु यो सोधा यस्तो त के खिच्नु साउमा कता जानुभयो किन हो सरकारहरू आउँछ छैन अघि नै भनेको मेरो वृत्तान्त तेह्रतालमा डुङ्गा चढे जस्तो भयो कि देवरालमा अहिले करिङमा आयो क्या हामीले यो बेलुका बेलुका आउने मस्त छ मजै रहेछ अगाडि जानु रहेछ नि त
हौ यार जस्तै जातिको त्यति साह्रो उयो पनि छैन सर ब्याग लिनु केटी छेउमा गएर बस्छ नि पुरा Overused by Osh. सुर्ती खान त पाइन्छ होला नि यहाँ त सब पाइन्छ खानु न खानु न हँ? यस्तोमा के खाने भनेर खाम न यार मलाई खानु मन लाग्यो निकाल्नु त पुलिस हिँडिन्छ फेरि हजुर फाइन हान्छ A magical केही journey खाँदैन म पनि through पुलिसकै space by अन्डरमा काम गर्ने Leno मान्छे हो कि Casio. यहाँ सुनिन् न यस्तो बोलेको अहिले यसलाई एडिट गर्दाखेरि मैले ट्याक्टुक पारिहाल्छु नि एक दिनमा कस्तो मजा आयो यार एक दिनमा मजा आयो कि Pixel Pig तर by फ्रेस हुने ठाउँ Tina. रहेछ कि यस्तो ढुङ्गा चढेर यही हो अब छैन केही हो त्यो खलीमा ढाक्नुभएको तपाईँले अधुरो खलीमा हो यहाँ यो ठाउँ देखेँ नि हजुरलाई बहुत भयो Free Range by Mona Oh, they're gonna- Wonderland. हेर्नु हेर्नु त कति टाढासम्म पुऱ्याइदियो थपेर दिनुलाई थपेर दियो पैसा छैन थप्नु नि Epcot Instrumental by Ryujan. घर पठाइदिएको पनि मैले जम्मै पैसा यहाँबारी अब यताउति घुमघाम गरौँ भनेर हो अब अर्को ढुङ्गा चढ्नु First Flight by Osh. यही चढ्न नि पाइयो अर्को चढ्न नि पाइयो हजुरको इच्छा हो जसको पालो आउँछ उही हो हेर यी कामले हिँडेको हामी भनेको बेकाम त फाल्तु हो Summer Vibes by Come on, Mike there. Lee. किन कहाँ उता यसो अर्को ढुङ्गामा गएर जाने होला नि त होइन हँ? यही जाला नि कहाँ सर जाति पनि लोभ गरेर नि हुन्न कि Mitsubachi by Smith the Mister. Overthinking Instrumental by कस्तो Ryujan. चिप्लो हो बाटो त आज सबै घुम्ने यो ओल्ड पुरानो शैलीको उस हेर्नु न। Underground Stars by Lock Speeds. यो 2008मा हामी आउँदा नि एक रुपियाँ थियो अझै सुन्नु एक रुपियाँ थियो एकदम यो चाहिँ एउटा युनिक सरप्राइज चिज हो कि थपुसो यसको प्राइस चाहिँ बढ्दैन बढाएर पनि त अनि Fallen Kingdom by कहाँ Silent पुर्याउनु छ Crafter. ओ सरले एकदमै राम्रो काम गर्ने हो अर्को आएको भए हजुरहरू है पैसा असल हुन्थ्यो हुँदो गरे अब आइएन आइदिएन कहाँबाट आउने हो होटल त्यो बिल्डिङको फोटो खिचेर ल्याउनु हो Fly Away by Rex Lambo. जे देख्थेँ त्यही खिच्थ्यो त के भन्दा नि UNI by Soy. कस्तो भइरहेको छ हौ यात्रा मलाई सामने Casio by Smash. निस्केथेन अहिले Riviera by Smith the Mister. आज चाहिँ हामी साथीहरू दाइको सामान पुऱ्याउन आएको साथमा यहाँ मिना बजार र यो बर्दिवैको चाहिँ नेपाली पोखरा भन्नुहुन्छ सरले त्यसको चाहिँ सानो भ्रमणको क्रममा अनि यात्रामा जारी छौँ कृपया हाम्रो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला भन्ने आशाको साथमा मेरो भिडियोलाई म सुधार गर्न चाहन्छु
ल्यान्ड भयो अब ट्याक्क लाएर कश्मीरी सल यस्तै नबोल्नु नि सर कश्मीरी सलहरू आफ्नो आमाहरू बुढी बुढीहरू क्या आउनु पऱ्यो एक दिन हेर कस्तो राम्रो भएछ त हेर बजार भन्दै टुरिस्ट एरिया हो नि त भाइ महँगो छ त फेरि अन्त महँगो त भयो राइसहरू कस्तो थियो 10 रुपियाँ किलो भन्ने देखाइरहेको थियो त्यहाँनिर पसिना यही लस्ट एन्ड फाउन्डमा पाइहाल्छ नि हामीलाई भन्दै धेरै टाढा जाने पनि काम يا ليلي ويا ليلى وش باش نشكيلك يما وقالوا لي ليلى صغير وفي قلبي غمة حبيبتي ودير الفوق يحبوا يقصوا لجناحي قولي ذكراني مخنوق منك طالب اسماحي फाइनली साथीहरू हामीहरू दिन गरेको घुमाएपछि चौलाली आइपुगेका छौँ अब हामी 3 दाजुभाइ सम्पूर्ण भ्रमणको समापनका साथमा त्यति बेला हामी रुमतिर प्रस्थान गर्दैछौँ। सुरज सर हजुरलाई आजको समग्रमा बताउनु पर्दा यात्रा कस्तो लाग्यो? भन्न सजिलो हुन्थ्यो हजुर क्यामेरा हुनु पनि क्या एउटा बल्ल एकदम रमाइलो भयो आजको यात्रा हामी 3 दाजुभाइ भएर गइयो एकदमै घुमियो मजाले पोखरा काठमाडौँ हल्का आनन्द तरिकाले घुमियो एकदमै मेरो केही भन्नु छ अरू? केही छ भने कुमार दाइ कस्तो भयो यात्रा आजको? यता दाइ ए हुन्छ यताबाट सही हो चिसो चिसो लिनुहुन्थ्यो जाउँ न त। फाइनली साथीहरू हामीहरू चाहिँ आजको समग्र घुमाइलाई यहीँनिर म बिट मार्न चाहन्छु। यो चाहिँ हाम्रो क्याम्प नजिकैको एउटा सुपर मार्केट हो। एउटा मात्रै नभएर यहाँ 3-4वटा सुपर मार्केटहरू रहेका छन्। यो चाहिँ विशेष गरी आज चाहिँ हाम्रो कुमार दाइको नेपालदेखि पहिलो दिन हो। आज मतलब छुट्टी गएर आउनुभएको पहिलो दिन हो र दाइको साथीलाई चाहिँ उहाँ सामान पुर्याएर आउने क्रममा हामी अहिले रुमको यात्रातर्फ लागिरहेका छौँ। साथीहरू आजको यात्रामा देखेका दृश्यहरू हजुरहरूलाई के कस्तो लाग्छ कृपया आफ्नो कमेन्ट
कमेन्ट बक्समा ड्रप गरिदिन नभुल्नु होला भन्दै आजको भिडियोलाई मैले यहीँनेरि बिट लगाउन चाहन्छु। आजको भिडियो कस्तो लाग्यो साथीहरू, अन्तिमसम्म हेरेर साथ दिनुहुने सम्पूर्ण मेरा साथीभाइ इष्टमित्र आफन्तजनहरूलाई विशेष आभारका शब्दहरू प्रकट गर्दै आजको भिडियोबाट म यहीँनेरि एन्डिङ गर्न चाहन्छु। थ्याङ्क यू सो मच, थ्याङ्क्स फर वाचिङ, किप लभ, किप सपोर्टिङ, डु चेक इट आउट, डु सब्सक्राइब गाइज।